दर्शकवृन्द नमस्कार। यहाँहरूलाई मैले भन्न चाहे अहिले जो महेश बर्तोलाले हिजो संसदमा अमरेश कुमार सिंहले राष्ट्रघाती कुरा गर्नुभयो। उहाँले चाहिँ 3-4वटा मात्र जिल्ला हुन् त अरूलाई भाडामा दिने हो त भनेर चाहिँ प्रश्न गर्दाखेरि उहाँले चाहिँ त्यो देश विरुद्ध बोले भनेर भनिरहँदा मैले यो भिडियो नदेखाई नहुने जस्तो लागेर म तपाईहरुलाई यो लाइभमा जोडेर यहाँको जानकारी सेयर गर्न चाहन्छु। हेर्नुहोस् साथीहरु, यो नेपालको भूमि हो। नेपालको भूमिमा भारतले यो तरिकाले काम गरिरहेको छ। हामीले पटक पटक आवाज उठाउँदा पनि त्यो महेश बर्तोला एक शब्द पनि संसदमा बोल्न नसक्ने अनि अहिले आएर चाहिँ जो बजेटका कुराहरू छन् 3-4 जिल्लामा मात्र बाँडेको अवस्थालाई उहाँले व्यङ्ग्यात्मक हिसाबले भन्नुभएको कुरो दुनियाँलाई थाहा छ, नेपालीलाई थाहा छ। तर अहिलेका देवराज घिमिरेकै कारणले गर्दाखेरि भन्छु म सभामुख, उहाँले त्यो जुन संस्थागत रूपमा कालापानी लिम्पियाधुरा र लिपुलेखलाई संस्थागत रूपमा के अरे भारततर्फ पर्ने गरी जो सम्झौता गर्नुभयो, महाकाली सन्धि सम्झौता गर्नुभयो, तिनीहरू चाहिँ राष्ट्रवादी हुने अनि चाहिँ यो 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 तरिकाले जुन इन्डियाले काम गरिरहेको छ यो चाहिँ राष्ट्रवादी काम हुने। त्यो पनि केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अनि चाहिँ देवराज घिमिरे सभामुख भएको बेला, महेश बर्तोला जस्ता चाहिँ तपाईको बर्तोला जस्ता सचेतक भएको बेला यो चाहिँ काम यिनीहरूको के भन्दाखेरि राष्ट्रवादी हुने भयो। तर यिनीहरू विरुद्ध चाहिँ प्रश्न उठाउँदाखेरि ती व्यक्तिहरू चाहिँ राष्ट्रघाती हुने भयो। हेर्नुहोस्, यति मात्र होइन, तपाईहरुलाई यहाँबाट पनि देखाउन चाहन्छु। जति सक्दो शेयर गर्नु होला साथीहरु। 1 मिनेटमा 32 जनाले हेरिरहनु भएको छ। म तपाईहरुलाई यहाँको प्रत्यक्ष लाइभ शेयर गरिरहेको छु। हरिप्रसाद जोशी दार्चुलाको सदरमुकाम एरिया हो यो हेर्नुहोस्। यो चाहिँ यो जुन एरिया छ यहाँनेर चाहिँ हाम्रो भूमि थियो, हाम्रो भूमि नै हो भन्नुपर्छ। 2070 सालको बाढीको कारणले गर्दा यो महाकालीले धार मात्र परिवर्तन गरेको स्थिति छ। बग्ने त नेपाल भारत दुवैतर्फ हो। यद्यपि यस्तो चाहिँ तरिकाले जो नदीको बहाव क्षेत्रलाई प्रभाव पार्ने किसिमले अन्तर्राष्ट्रिय सीमालाई नाग्दै भारतले गरिरहेको यो कामको विरुद्ध एक शब्द स्विक्क बोल्न नसक्ने अहिलेका यी नेताहरूले, यस्ता सचेतकहरूले, सभामुखदेखि लिएर अन्य यो केवल चाहिँ दार्चुलावासीको मात्र भूमि होइन के, यो नेपालको भूमि हो। नेपालको भूमि यसरी चाहिँ मिचिदा बोल्न नसक्ने यी कायरहरूले चाहिँ राष्ट्रवादी कुराकानी गर्दाखेरि मलाई साह्रै चाहिँ दिक्क लागेर आउँछ। अब गृहमन्त्री यही प्रदेशको हुनुहुन्छ, सुदूरपश्चिम प्रदेशकै हुनुहुन्छ अनि तपाईको के अरे पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा यही प्रदेशको हुनुहुन्छ र दार्चुलाको सुदूरपश्चिमको दार्चुलाको सदरमुकाम खलङ्गामा यो हरकत छ। देख्नुभयो, मैले यति चाहिँ देखाउँ तपाईहरुले पनि तर्क गर्न सक्नुहुने के अरे तर्क गर्न सक्नु होला भनेर चाहिँ म यो लाइभमा आएर तपाईहरुलाई यो प्रत्यक्ष जानकारी गराएँ। साथीहरु, हामी तर्क गर्नको लागि पछाडि हट्ने होइन, भएको कुरा चाहिँ नागरिकहरूलाई, नेपालीहरूलाई बताउनको लागि सदैव तत्पर छौं र रहिरहनेछौं। यति भन्दै जति सक्दो यो चेतनाका लागि, जानकारीका लागि यो भिडियोलाई शेयर गरिदिनु होला। दार्चुलाको सदरमुकाम क्षेत्रमा भारतले हाम्रो नेपाली भूमिलाई यसरी कुल्चिदैछ, मिच्दैछ। तर हाम्रा प्रधानमन्त्री, हाम्रा सभामुख, हाम्रा चाहिँ ठुल्ठुला पार्टीहरूका सचेतकहरू, अध्यक्षहरू चुपचाप लागेर बसेको स्थिति छ। यति भन्नको लागि म लाइभ आएको। हस्, धन्यवाद।